नमस्ते साथीहरू, हेर्नुहोस् न, मेरो यो काँक्रामा चाहिँ मजाले फल फल्नु थालिसकेको छ। यो सबै काँक्राहरू चाहिँ मैले बोरामा लगाएको र अहिले चाहिँ एकदमै मजाले फलिरहेको छ र अब हार्भेस्टिङ गर्ने बेला पनि भइसकेको छ। तर केही दिन अघि चाहिँ मेरो यो काँक्राहरूमा धेरैवटा काँक्राहरू खराब भएको थियो, मजाले फलिरहेको थियो, तर बिचमा किराहरूले गर्दाखेरि चाहिँ यो काँक्राहरू खराब हुँदै गइरहेको थियो। के हजुरहरूले पनि यस्तै समस्या झेलिरहनु भएको छ? हजुरहरूले पनि किचन गार्डनिङ गर्नुहुन्छ तर यसरी नै किराहरूले दुःख दिइरहेको छ? त्यसो हो भने यो भिडियो हजुरहरूको लागि एकदमै इन्फर्मेटिभ हुनेछ। भिडियो अन्तिमसम्म हेर्नुहोस् होला। च्यानलमा नयाँ साथीहरू जोड्नु भएको छ भने च्यानललाई पनि अवश्य सब्सक्राइब गर्नुहोस् होला। र हेर्नुहोस् त, यो काँक्राहरू मेरो मजाले फलिरहेको छ नि, तर यो बिचमा किराले यसरी दुलो पारिसकेपछि चाहिँ यो काँक्राहरू यसरी बाङ्गिँदै गयो अनि यसबाट चाहिँ यो बिस्तारै कुहुँदै पनि गयो साथीहरू। र धेरैवटा मेरो काँक्राहरू यसरी नै खराब भएको थियो। हेर्नुहोस् त, र यो यसरी खराब भइसकेपछि चाहिँ अब मैले सोचेँ कि यसमा केही दबाईहरूको त प्रयोग गर्नु नै पर्छ, जसले गर्दाखेरि मेरो भेजिटेबल्सहरूले फलेको काँक्राहरू भयो या कुनै पनि भेजिटेबल्सहरू मैले खान पाऊँ भनेर। तर हामीले यसरी बोराहरूमा रोप्छौँ, अलिअलि भेजिटेबल्सहरू लगाउँछौँ, त्यो चाहिँ हामीले अर्ग्यानिक तरिकाले नै गर्न चाहन्छौँ र मैले पनि यसमा कुनै केमिकल पेस्टिसाइड्सको प्रयोग गर्दिनँ र अर्ग्यानिक तरिकाले नै म यसको समाधान निकालेको छु। र यो भिडियो हजुरहरूले पनि हेर्दै जानुहोस् अन्तिमसम्म। र मैले कसरी यसलाई 2-3 पल्ट स्प्रेहरू गरिसकेपछि चाहिँ अहिले चाहिँ मेरो यो भेजिटेबल्सहरू एकदमै हेल्दीसँग ग्रोथ भइरहेको छ अनि अहिले जति पनि मसिनो चिचिलाहरू बनेको छ त्यो चाहिँ मजाले फलिरहेको छ, मजाले बढिरहेको छ र अब चाहिँ हार्भेस्टिङ गर्ने बेला पनि भइसकेको छ साथीहरू। र हजुरहरूले पनि यसरी बोराहरूमा या कुनै पनि वेस्ट मटेरियलमा भनौँ या कन्टेनरमा किचन गार्डनिङ गर्नुहुन्छ भने हजुरहरूले पनि यसरी लहरा जाने भेजिटेबल्सहरू लगाउनु भएको छ भने त्यसलाई चाहिँ अलिकति बढिसकेपछि मुन्टा चुडाइदिनु भयो भने यसरी धेरैवटा हाँगा पलाउँछ र मजाले फैलँदै जान्छ र धेरैवटा हाँगा भइसकेपछि चाहिँ यसमा फल पनि हामी धेरै पाउँछौँ साथीहरू। र एकदमै मजाले ग्रोथ भइरहेको छ मेरो यो सबै भेजिटेबल्सहरू। र आज म यसलाई केही उपचार गर्न गइरहेको छु। यसको लागि मैले लिएको छु यहाँनिर मेरो स्प्रे बोतल। हेर्नुहोस् त, र यो स्प्रे बोतलमा मैले पानी भरेको छु। यो मेरो 2 लिटरको स्प्रे बोतल छ र यसमा मैले पुरा माथिसम्म पानी चाहिँ भरेको छुइनँ, अलिकति खाली ठाउँ राखेको छु। अनि यहाँ मैले लिएको छु निम ओइल, र यो निम ओइल चाहिँ हजुरहरूले आफ्नो भेजिटेबल्सहरूमा प्रयोग गर्न सक्नुहुन्छ, कुनै पनि यसले हानि पुर्याउँदैन हामीलाई। र मैले यहाँ लिएको छु 5 ml जति निम ओइल। हेर्नुहोस् त, र यो निम ओइल मैले यो पानीमा हालिदिँदैछु र हजुरहरूले पनि यसरी नै निम ओइल युज गर्न सक्नुहुन्छ। अनि यसलाई मजाले पानीसँग घोलिनुको लागि चाहिँ मैले प्रयोग गर्नेछु यसमा अलिकति ह्यान्ड वास। र हजुरहरूले पनि यो ह्यान्ड वास युज गर्न सक्नुहुन्छ, कुनै पनि हजुरकोमा ह्यान्ड वास छ त्यो युज गर्नु सक्नुहुन्छ। र यसरी मैले अलिकति ह्यान्ड वास लगाइसकेपछि अब सबैलाई मजाले मिलाएर म यसमा स्प्रे गरिदिनेछु। र मिलाउनको लागि चाहिँ हजुरहरूले कुनै पनि लट्ठीको सहायताले या केही काठको सहायताले हल्लाएर पनि मिक्स गर्न सक्नुहुन्छ। म चाहिँ यसरी बन्द गरेर यो क्याप लगाइसकेपछि यसलाई हल्लाएर चाहिँ म मिक्स गर्नेछु। र यसरी हामीले हल्लाएर पानीले हल्लाएर पनि मजाले मिक्स गर्न सक्छौँ। र मैले यसरी मजाले मिक्स गरिसकेपछि अब चाहिँ मेरो यो स्प्रे रेडी भयो मेरो प्लान्टहरूलाई स्प्रे गर्नको लागि। अनि यो स्प्रे चाहिँ मैले इभिनिङको टाइममा गरिरहेको छु साथीहरू। जहिले पनि हजुरहरूले निम ओइलको स्प्रेहरू गर्नुहुन्छ इभिनिङमा गर्नुहोस् होला। र यो काँक्रामा हेर्नुहोस् त, यहाँ सानो किरा देखिरहनु भएको छ नि, पुतली जस्तो, र यसले नै मेरो यो सबै काँक्राहरू चाहिँ यसरी नै खराब गरिरहेको छ। र मैले यसरी स्प्रेहरू गरिरहेको छु। जब पनि हजुरहरूले यो निम ओइलको स्प्रेहरू गर्नुहुन्छ पत्तालाई यसरी दुवैतिरबाट स्प्रे गर्नुहोस् होला। हामीले माथि माथि मात्रै स्प्रे गऱ्यौँ भने पत्ताको मुनिल्लो भागमा चाहिँ यो किराहरू लुकेर बसेको हुन्छ या यसको अन्डाहरू बनेर बसेको हुन्छ र त्योहरूले गर्दा फेरि नयाँ किराहरू बनिन्छ, निस्किन्छ र फेरि हाम्रो प्लान्टहरू खराब गर्दै जान्छ। यसैले जहिले पनि स्प्रेहरू गर्नुहुन्छ पत्तालाई 2 पल्टी नै पल्टाएर गर्नुहोस् होला। पातको दुवै छेउमा दुवैपट्टि नै स्प्रे मजाले गर्नुहोस् होला। यसो गर्नाले चाहिँ हामीले यो किराहरूलाई भगाउन सक्छौँ साथीहरू। र निम ओइलको स्प्रे जो हजुरहरूले यसरी गर्दाखेरि चाहिँ जहिले पनि बिहान गर्नुहोस् या इभिनिङमा गर्नुहोस्। मैले चाहिँ इभिनिङमा नै गरिरहेको छु साथीहरू।
र यसरी लगाइसकेपछि चाहिँ एकपल्ट मात्र लगाएर हुँदैन र यो चाहिँ हजुरहरूले दोहोऱ्याइरहनुपर्छ। यसैले गर्दाखेरि हजुरहरूले हप्तामा एकपल्ट निम ओइलको स्प्रे चाहिँ गरिरहनुहोस् होला। र मैले पनि यसरी मजाले स्प्रेहरू गरिदिइसकेँ र यसलाई चाहिँ मैले फेरि 2-3 पल्ट स्प्रेहरू गरिसकेपछि चाहिँ अहिले चाहिँ मेरो यो भेजिटेबल्सहरू एकदमै मजाले बढ्न थालेको छ। र यसरी किराहरू लाग्दैछ, हजुरहरूले पनि भेजिटेबल्सहरू लाउनु भएको छ, दुःख दिइरहेको छ, किराहरूले राम्रोसँगले बढिरहेको छैन, खान पाइरहनु भएको छैन भने यसरी निम ओइलको स्प्रे एकदमै मजाले गर्नुहोस् होला। र हजुरहरूले हप्तामा एकपल्ट पारेर चाहिँ निम ओइलको स्प्रे गरिरहनु भयो भने यो समस्याबाट हजुरहरू अवश्य पनि निस्किनुहुन्छ र यो फ्रुटिङहरू हजुरहरूले लिन सक्नुहुन्छ। र मैले यसरी एकदमै मजाले स्प्रेहरू गरिरहेको छु। हेर्नु सक्नुहुँदैछ, सबैतिर मैले प्रत्येक झ्यालमा नै मजाले तल्लोपट्टि माथिल्लोपट्टि दुवैपट्टिबाट यसरी स्प्रेहरू चाहिँ गरिरहेको छु साथीहरू, हेर्नु सक्नुहुँदैछ। र यसरी पत्ताहरू पल्टै पल्टै हजुरहरूले पनि यसरी नै एकदमै मजाले स्प्रेहरू गर्नुहोस् होला। र हामीले यसरी बोरातिर लगाएको भेजिटेबल्सहरूमा चाहिँ माटोहरू कम्ती हुँदै जान्छ। मैले चाहिँ यसमा जब पनि यो बोराहरू भर्छु, मैले किचनबाट निस्केको किचन वेस्टहरू पनि लगाउने गर्छु र माटो किचन वेस्ट गर्दै लगाउँछु र चाहिँ बोराहरू भरेर मैले यसरी भेजिटेबल्स लगाउनुको लागि रेडी गर्छु साथीहरू। यसैले गर्दाखेरि यो मिसमा मेरो माटोहरू पनि अलिक कम्ती भइरहेको छ र म माटोहरू पनि थप्ने काम गर्नेछु आज। अनि यहाँ हेर्नुहोस् त, यो मेरो जति पनि काँक्राहरू फलेको थियो र किराहरू लागेर चाहिँ यस्तो भइसकेको छ र यसलाई चाहिँ अब म निकालिदिँदैछु। हेर्नुहोस् त र यो बिचमा चाहिँ किराले दुलो बनाएको थियो यसरी, र यो दुलो बनाइसकेपछि चाहिँ त्यहीबाट मेरो यो काँक्राहरू चाहिँ बाङ्गिँदै गयो अनि बिस्तारै बिस्तारै यसरी कुहुँदै गयो। र हजुरहरूको पनि यसरी नै कुदै गरेको भेजिटेबल्सहरू बोटमा लागिरहेको छ भने त्यसलाई चाहिँ निकालेर हटाइदिनुहोस्। यसो गर्नाले चाहिँ यहाँबाट किराहरू हामीले हटाउन सक्छौँ। नत्र भने चाहिँ यो भित्र पनि कतिवटा किराहरू बनेको हुन्छ, अन्डाहरू हुन्छ र त्यसले गर्दा फेरि हाम्रोमा अझै यो किराहरू फैलन सक्छ। र मैले पनि यसरी सबै यो निकालिदिइरहेको छु, हेर्नु सक्नुहुँदैछ। र एकदमै यो बिचमा चाहिँ यसरी दुलो बनाएर मेरो यो सबै काँक्राहरू चाहिँ खराब गरिदिइरहेको थियो, हेर्नुहोस् त र मैले सबैहरू निकालिदिइसकेँ। र अब चाहिँ म यसमा फेरि सबै गमला यो बोरामा चाहिँ माटोहरू थपिदिनेछु। र माटो मिश्रण चाहिँ मैले पहिलाबाटै बनाएर रेडी गरेको थिएँ र त्यसैलाई मैले यसरी थपिदिइरहेको छु। र हजुरहरूले पनि यसरी कन्टेनरमा गार्डनिङ गर्नुहुँदैछ, भेजिटेबल्सहरू कन्टेनरमा लगाउनु हुँदैछ भने चाहिँ बेला बेलामा यसरी माटोहरू थपिदिइरहनुहोस्। त्यसो गर्नाले चाहिँ हाम्रो यो प्लान्टहरू हेल्दीसँग ग्रोथ हुन्छ र हामीले मल माटो यसरी थपिरहनु चाहिँ पर्छ। र यो सबै बोराहरूको माटोहरू चाहिँ मेरो घटिरहेको थियो र थपिरहेको छु मैले चाहिँ यसरी। र किचनबाट निस्केको किचन वेस्टहरू मैले यसमा प्रयोग गरेकोले गर्दा मेरो यो बोराहरू धेरै छिटो पनि माटोहरू घटिरहेको छ साथीहरू, र यसरी थपिदिइरहेको छु। र हेर्नु सक्नुहुँदैछ, यसरी सबैमा मैले थपिदिएर चाहिँ रेडी गरिसकेको छु। र यसरी हामीले थपिदिइरहँदा चाहिँ हाम्रो यो जुन चाहिँ भेजिटेबल्सहरू छ तिनीहरू एकदमै राम्रोसँगले बढिरहन्छ र फ्रुटिङ पनि हामी धेरै लिन सक्छौँ। र मैले सबै मेरो बोराहरूमा चाहिँ यसरी थपिदिइसकेँ। र यहाँ चाहिँ मेरो काँक्रा मात्रै नभएर करेलाहरू पनि छ र करेलाहरूमा पनि सानो सानो फुलहरू बन्न थालिसकेको छ। र यसरी मैले सबैमा चाहिँ यसरी थपिदिइरहेको छु माटोहरू, हेर्नुहोस् त र यसरी बोरामा लगाएको भेजिटेबल्सहरूलाई चाहिँ हामीले यो कामहरू पनि गरिदिइरहनुपर्छ बेला बेलामा। र अब चाहिँ म सबै बोरामा पानी मजाले लगाइदिन्छु र मेरो यो भेजिटेबल्सहरू एकदमै राम्रोसँगले ग्रोथ गर्नेछ। र हजुरहरूलाई मेरो यो भिडियो के कस्तो लाग्यो अवश्य कमेन्ट गर्नुहोस् होला। ह्याप्पी गार्डनिङ।